जापानबाट आजको मुख्य समाचारमा स्वागत छ। म प्रस्तुत गर्दैछु आजको विशेष रिपोर्ट। जापान अहिले विभिन्न चुनौती र समस्यासँग जुधिरहेको छ। एकातिर दैनिक उपभोग्य वस्तुको मूल्य लगातार बढिरहेको छ भने अर्कोतर्फ कामदारको अभाव, वृद्ध जनसङ्ख्या वृद्धि, प्राकृतिक विपत्ति र विदेशी कामदारका समस्या पनि थपिँदै गएका छन्। विशेष गरी टोकियो, ओसाका लगायतका सहरहरूमा घरभाडा र जीवनयापन खर्च महँगिँदै जाँदा नेपाली विद्यार्थी तथा कामदारहरू आर्थिक दबावमा परिरहेका छन्। पार्ट टाइम काम घट्नु, कर र बिमा खर्च बढ्नुले धेरैलाई बचत गर्न समेत कठिन भएको गुनासो सुनिँदै आएको छ। यसैबीच जापानमा जनसङ्ख्या घट्दो अवस्थामा पुगेपछि विभिन्न क्षेत्रमा कामदारको चरम अभाव देखिएको छ। कृषि, निर्माण, होटल तथा केयरगिभर क्षेत्रमा विदेशी कामदारहरूमाथिको निर्भरता बढ्दै गएको छ। नेपालीहरू पनि यस्ता क्षेत्रमा महत्त्वपूर्ण रूपमा काम गरिरहेका छन्। प्राकृतिक विपत्तिको जोखिम पनि जापानमा अर्को ठुलो चुनौती बनेको छ। हालै विभिन्न क्षेत्रमा भूकम्पको साना कम्पनहरू महसुस भइरहेका छन् भने भारी वर्षा र आँधीका कारण यातायात तथा जनजीवन प्रभावित हुने क्रम पनि जारी छ। सरकारले सतर्क रहन सबैलाई आग्रह गरेको छ। उता सामाजिक रूपमा पनि एक्लोपन, मानसिक तनाव र अत्याधिक कामको दबाव जापानी समाजमा बढ्दो चिन्ताको विषय बनेको छ। विदेशी समुदायमा समेत भाषा, संस्कृतिको फरकपन र भविष्यको चिन्ताले मानसिक दबाव बढाइरहेको विज्ञहरूले बताएका छन्। तर यी सबै समस्याहरूबीच पनि जापान प्रविधि, अनुशासन र मेहनतका आधारमा समाधान खोज्ने प्रयासमा निरन्तर अघि बढिरहेको छ। नेपाली समुदाय पनि सङ्घर्षसँगै आफ्नो भविष्य निर्माणमा सक्रिय देखिन्छ। यही थियो जापानको वर्तमान अवस्थामा समेटिएको विशेष समाचार। हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।